यो चाहिँ बाटो हो, यो चाहिँ हेर्नु तल दामी खोज छ हैन। अनि यहाँ चाहिँ दाङ डेन्जर रोडहरु छ यहाँ चाहिँ। प्रशान्त तामाङ सिंगर हो। गुम्बामा चाहिँ पुरानो सामानहरुको म्युजियम बनाएर राखेको छ। सिजनमा चाहिँ के हुन्छ भने यस्तो दामी फुल छ के 13-14 घण्टा लाएर अपलोड गरेको छु के। सो अल राइट गाइज, वेलकम टु माई न्यू भ्लग। होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो आज चाहिँ हामी सनासा जान लाग्यो, के हुन्छ भ्लगमा हेरौँ है। त्यही नै अब यो चाहिँ हाम्रो लास्ट उकालो हो। त्यसपछि चाहिँ तेर्सो छ बाटो, सनासा आउँछ हामी। सो गाइज अहिले चाहिँ हामी निकुञ्ज र सनासा जाने बाटोको दो बाटोमा छ, देख्न सक्नुहुन्छ। यो बाटो चाहिँ निकुञ्जको बाटो जान्छ, निकुञ्जको घर जाने बाटो जान्छ। रासिङ्गा पोस्ट एसएनपी सगरमाथा राष्ट्रिय निकुञ्ज त्यही नै हो। दामी छ, यहाँबाट पनि भ्यू दामी देखिरहेछ, देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ झर्ना देखिरहेछ, सानो झर्ना देखिरहेछ। यस्तो दामी छ हैन भ्यू चाहिँ। सो यहाँ चाहिँ फोहोर फाल्ने रहेको छ, यहाँ दुईटाबाट माथिबाट फाल्ने। अनि यो चाहिँ सफा गर्नलाई ट्यागको ढोका खोल्ने रहेको छ। मैले अघिल्लो भिडियोमा पनि तपाईँलाई देखाइसकेको थिएँ, फेरि पनि यहाँ पनि रहेछ, त्यो देखाइदिएको। दामी छ नि त भ्यू चाहिँ होइन, यस्तो दामी छ कि बादलहरू लगाइरहेछ। अनि त्यहाँ चाहिँ झर्ना बगिरहेको छ होइन, दामी। यो सानो पोट चाहिँ 1 रुपियाँमा राखेको पछाडि मृगले नागेको खोज भन्छ होइन, तपाईँले देख्न सक्नुहुन्छ। 1 रुपियाँको पछाडि ठ्याक्क मृगले नागेको खोज हो त्यो चाहिँ। अब भन्छन् होइन मान्छेहरूले, भनेको सुनेको मैले पनि, के कति सत्य हो थाहा भएन होइन। तर यहाँको बासिन्दाले नै त्यही भन्छ अरे, यहाँको लोकल बासिन्दाले नै त्यही भनेर सुनेको हो। सो देख्न सक्नुहुन्छ आकाश दामी देखिरहेछ, कालो कालो होइन, पानी पर्ला जस्तो भइरहेछ, बादल लगाइरहेको छ। त्यहाँ चाहिँ दामी यो चाहिँ बाटो हो, यो चाहिँ हेर्नु तल दामी खोज छ होइन। अनि यहाँ चाहिँ पुरै रड हालेर पुरै बाटो के भन्छ बनाएको छ। ढुङ्गा चाहिँ डेन्जर ठाउँमा अड्डेर बसेको, यस्तो ठाउँमा अड्डेर बसेको यो ढुङ्गा चाहिँ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ पनि दामी आर्ट बनाएको छ। अनि यो चाहिँ के हो, चित्र ट्याक्क मेटेको छ, पुरानो घर होला, रङ पुरै मेटेको छ। टिनले बनेको घर छ कि होइन। अनि यो चाहिँ के को लागि हो भने ठ्याक्क त्यो निर्माणको लागि अब आएको हुन्छ नि सरकारबाट, केबाट आएको सामानहरू चाहिँ यो घरमा राख्ने गरेको छ। अनि यहाँ चाहिँ दाङ डेन्जर रोडहरु छ कि यहाँ चाहिँ। त्यही नै गाइस, लगभग आइसकेको अवस्था छ। अब चाहिँ हामी 2 मिनटमा आइपुग्छ। सो के हुन्छ हेर्दै गरौँ। सो गाइस देख्न सक्नुहुन्छ, यहाँ पनि डेन्जर ठुलो ढुङ्गा हो कि, ढुङ्गामा आर्टहरू बनाएको छ। अनि यहाँ चाहिँ फलामहरू काठहरू ल्याएर राख्नु भएको छ, देख्न सक्नुहुन्छ। One eternity later. सो फाइनली गाइस हामी चाहिँ सनासा आइसकेको छ। अनि देख्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो दामी छ, होटलहरू हो यो चाहिँ दामी छ, देख्न सक्नुहुन्छ। अनि सिजनमा चाहिँ यहाँ टक्क कपडा ओछ्याएर होइन सामानहरू बेच्न राखेको हुन्छ। अहिले चाहिँ अनसिजन भएको कारणले गर्दा चाहिँ सामानहरू राखेको छैन। बाबु सानो मान्छे कहाँ हो, के हो तिम्रो नाम? सानो मान्छे के हो तिम्रो नाम? नाम के हो तिम्रो? प्रशान्त तामाङ हो। प्रशान्त तामाङ सिंगर हो। कति क्लासमा पढ्छौ? अहिले स्कुल पढेकै छैन। ए पढ्ने ए हजुर। ल बाई 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 गरिदेऊ, बाई गरिदेऊ। ल जाको हो, ल बाई बाई। सो सानो भाइ चाहिँ लजाएर केही बोल्दै बोलेन। सो गाइज अहिले चाहिँ हामी नाम्चे जाने र यता गोक्यो जाने। अनि यो अघि हामी आएको बाटो उमिथाना जाने बाटोको दो बाटोमा रहेको छ, देख्न सक्नुहुन्छ। अनि गाई पनि रहेको छ त्यहाँ, यस्तो छ भ्यू चाहिँ होइन। सो यो बाटो चाहिँ ठ्याक्क खुम्जुङ बजार भन्छ, खुम्जुङ बजार जाने बाटो हो यो चाहिँ। अनि त्यहाँ चाहिँ गुम्बा रहेको छ, गुम्बामा चाहिँ पुरानो सामानहरूको म्युजियम बनाएर राखेको छ। सो त्यो गुम्बा चाहिँ ट्याक्क यहाँ बोर्डमा रहेको छ, यो त्यो गुम्बा चाहिँ होइन। अनि ट्याक्क यस्तो छ भित्र चाहिँ होइन, लामाहरू बसेर ट्याक्क पढ्ने ठाउँ होइन। अनि यो चाहिँ के भन्नुहुन्छ भने यो चाहिँ यतिको टाउको हो कि, यति भने तपाईँहरूलाई थाहा होला होइन।
अहिले टिकटकतिर पनि धेरै मार्केटमा आएको छ। अनि देख्न सक्नुहुन्छ यो पनि सायद यतिकै छालाबाट बनेको हुनुपर्छ यो, मलाई त्यति थाहा भएन। सो यहाँबाट चाहिँ गोक्यो जान चाहिँ 16 घन्टा लाग्ने रहेछ होइन। 16 घन्टा, डिस्टेन्स चाहिँ 20 किलोमिटर। अनि एभरेस्ट बेस क्याम्पको लागि चाहिँ 21 घन्टा लाग्ने रहेछ यहाँबाट। अनि डिस्टेन्स चाहिँ 34 किलोमिटर। अनि यहाँ चाहिँ म्याप देख्न सक्नुहुन्छ। अनि सो यहाँ चाहिँ गोक्यो लेक रहेको छ, देख्न सक्नुहुन्छ। अनि यो चाहिँ सगरमाथाको पिक्चर रहेको छ। सो गाइज हाम्रो चाहिँ अलि माथिसम्म जाने कुरो भयो। बाहिर मेरो चाहिँ क्यान्जुमा भन्ने ठाउँ छ माथि होइन, त्यहाँसम्म जान्छ अनि त्यहाँबाट फर्किन्छ। यहाँ चाहिँ एउटा के हो फल जस्तो रहेछ होइन, दामी गाइज। यहाँ चाहिँ पानी दामी बगिरहेछ माथिबाट होइन, देख्न सक्नुहुन्छ। यस्तो दामी छ होइन, माथिको भ्यू चाहिँ यस्तो दामी छ, देख्न सक्नुहुन्छ। अनि यो माथि चाहिँ पुरै हुस्सो आइरहेछ होइन। यहाँ चाहिँ पुरै जङ्गल जस्तो रहेछ होइन, बाटो पनि यस्तो देख्न सक्नुहुन्छ, रुखै रुख होइन। अनि सिजनमा चाहिँ के हुन्छ भने यहाँ पुरै यो फुलको रुख हो होइन, यस्तो दामी फुल फुल्छ कि यहाँ सेतो होइन, व्हाइट कलरको दामी यो पुरै फुल फुल्छ होइन। सिजनमा चाहिँ दामी देखिन्छ। अहिले अनसिजन भएको कारणले गर्दा चाहिँ फुल फुलेको छैन। यता त झन् जर बाक्लो रहेछ कि देख्न सक्नुहुन्छ। दामी पिस छ ठाउँमा होइन, शान्त वातावरण भएको। सो गाइज यहाँ चाहिँ देख्न सक्नुहुन्छ होइन, दामी होटेलहरू छ। अनि यहाँ चाहिँ पानी राख्ने ड्रम पनि रहेछ होइन, ड्रममा पुरै स्टिकर टाँसेर राखेछ, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ पानी हाल्नु रहेछ ट्याक्क लाएर। अनि यहाँ चाहिँ टक्क सोलर चार्ज गरेर राख्नुपर्छ घामपट्टि फर्काएर होइन। अनि यो ठाउँबाट चाहिँ यस्तो दामी हिमाल देखिन्छ होइन, तर अहिले चाहिँ पुरै हुस्सो लाएर होइन, केही देखेको छैन। यहाँबाट चाहिँ टक्क हिमाल देखिन्छ होइन। टुरिस्टहरू यहाँ हिमाल हेरेर ब्रेकफास्ट खाने मजा हुन्छ नि होइन, दामी छ। तर अहिले चाहिँ पुरै हुस्सो लाएर केही पनि देखेको छैन, पानी पर्ला जस्तो भइरहेछ। अनि दामी ठुलो माने पनि रहेछ कि होइन। यहाँ माथि घन्टी रहेको छ, ट्याक्क घुमाउँदा चाहिँ यो घन्टी बज्छ। टक्क लाएर यहाँ घोडा लिएर आउनुपर्छ, घोडा चलाएर हाम्रो दाइले चाहिँ। हजुर होइन अब माथि जाँदै हो। हजुर घोडा चाहिँ देख्न सक्नुहुन्छ। पानी चाहिँ पुग्ने नि भएको छ होइन। सो यो घोडाको विषयमा चाहिँ के हो भने होइन, घोडाको पनि दुई थरी हुन्छ होइन, कदम मिलेको र कदम नमिलेको घोडा भन्ने हुन्छ। कदम मिलेको घोडालाई चाहिँ अलि महँगै पर्छ होइन, कदम नमिलेको भन्दा कदम मिलेकोलाई अलिक बढी पर्छ होइन। त्यही हो, घोडा पनि अब भ्यालु भएको ठाउँमा चाहिँ लाखसम्म पर्न जान्छ होइन, 20 लाख 30 लाखसम्म पर्न जान्छ। अब भ्यालु नभएको ठाउँमा त सस्तोमै पाइन्छ भनौँ न, त्यही हो। हल्का हल्का पानी पनि परिरहेछ, हामी चाहिँ थोरै अगाडिबाट फर्किनु पर्ने हुन्छ, पानीले रुजाउँछ नत्र। मौसम चाहिँ यस्तो भइरहेछ होइन, कालो बादल लाग्छ। सो गाइज अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ, गइसकेको छ अहिले चाहिँ। सो गाइज हामी चाहिँ फर्किन्छ। यहाँ माथिको भ्यू हेर्न सक्नुहुन्छ। अनि त्यो चाहिँ डोले भन्छ, डोले जाने बाटो हो। अनि त्यो बाटो गोक्यो पनि पुग्छ। दामी बादल आइरहेको छ कि उताबाट होइन। अनि यस्तो दामी छ, पानी पर्ला जस्तो भइरहेछ। सो यहाँ चाहिँ देउताको
थान जस्तो रहेछ ढुङ्गाले बनाएको। सो तपाईँहरूलाई चाहिँ एउटा इन्सिडेन्ट सुनाउन चाहन्छु। मेरो फर्स्ट भिडियोको चाहिँ छुट्टै कहानी छ कि मैले त्यो मेरो फर्स्ट भिडियो चाहिँ 13-14 घन्टा लाएर अपलोड गरेको छु कि मैले बेलुकाको रातिको 3 बजे अपलोड गरेको, बेलुकाको 4 बजे अपलोड भएको कि त्यो भिडियो शनिबारको दिन थियो। किनभने नेटवर्क लास्टै कम आउँछ होइन, भिडियो अपलोड गर्नलाई नेट फास्ट चाहिन्छ नि त। त्यही भएको कारणले गर्दा चाहिँ 13-14 घन्टा लाग्यो त्यो भिडियो अपलोड गर्नलाई होइन। सो यतातिर चाहिँ के समस्या छ भने होइन, बर्खाको बेलामा चाहिँ खोलामा बाढी आएर होइन हाइड्रो पावरै पुरै बालुवा भएर सफा गर्नुपर्ने स्थिति हुन्छ। अनि बालुवा भएको कारणले गर्दा चाहिँ त्यतिखेर चाहिँ लाइन जान्छ होइन, पुरै लाइन अन्धकार हुन्छ। हाइड्रो पावर चाहिँ हाम्रो थामै भन्ने ठाउँमा छ होइन, त्यहाँबाट चाहिँ हाम्रो नाम चाहिँ अनि अन्त सबै ठाउँमा लाइन सप्लाई हुने हो होइन। अनि त्यही भएको कारणले गर्दा चाहिँ त्यतिखेर चाहिँ लाइन आउँदैन होइन, सबै अन्धकार। नाम चाहिँ बजार, थामे बजार सबै अन्धकार हुन्छ होइन। अनि अर्को चाहिँ के छ भने यहाँको नेटवर्कहरू पनि लाइनबाटै चल्ने भएकोले होइन, लाइन नआएपछि नेटवर्क नआउने हुन्छ होइन, लाइन नआएपछि नेटवर्क आउँदैन। त्यही भएको कारणले गर्दा चाहिँ समस्या छ होइन, भिडियोहरू अपलोड गर्नलाई गाह्रो हुन्छ। अब गाह्रो हुन्छ होइन, भिडियो बनाउन, एडिट गर्नु पऱ्यो, अपलोड गर्नु पऱ्यो। अपलोड गर्नलाई 12-13 घन्टा 14 घन्टा लगाइदिन्छ। अनि गाह्रो छ, हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। त्यही नै हो। राम्रो लाग्यो भने राम्रो कमेन्ट गरिदिनु होला, नराम्रो लाग्यो भने के सुधार्नु पर्ने कमेन्ट गरिदिनु होला। त्यही नै हो। हामी चाहिँ फर्किँदैछ, हाम्रो दाइ चाहिँ आउनुहुन्छ। सो त्यही नै गाइज, स्टे ट्युन। सो गाइज देख्न सक्नुहुन्छ होइन, भ्यू चाहिँ दामी छ। अनि अस्ति हामी गएको ठाउँ चाहिँ त्यो हो। अनि ट्याङ्बुचे भन्छ त्यसलाई चाहिँ, अस्ति हामी गएको ठाउँ चाहिँ ट्याङ्बुचे हो, त्यहाँनिर रहेको छ। कता हिँड्नु बुवा? ए त्यही नै हो गाइज, हामीले अलिकति च्याउ पनि भेटाएको छ। आजको भ्लग चाहिँ यहीँ टुङ्गाइदिउँ जस्तो लाग्यो। भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सो भिडियो के कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला, लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला, सब्सक्राइब पछि बेल आइकन थिच्न नबिर्सनु होला। आजको लागि चाहिँ